वेल दर्शकबिन फाइनली रूपमा अब हाम्रो समयको घडी सकिएको छ। दर्शकबिन झापा महिला गोल्ड कप पनि आजदेखि सुरु हुँदैछ। दर्शकबिन मैले तपाईहरुलाई 2 दिन अगाडि यानि कि कार्तिक 15 देखि 22 सम्म खेल हुने भन्ने भिडियो बनाएर दिएको थियो, जसमा भने यो वर्षको कारणले गर्दा चाहिँ 2 दिन सारिएको थियो र त्यसपश्चात भने अब फाइनल रूपमा खेल आजदेखि सुरु हुने भएको छ, जसको लागि पनि दर्शकबिन हामी सबै एक्साइटेड छौं कि अब यो झापा वुमेन्स फुटबल यानि कि गोल्ड कप चाहिँ अब हेर्न पाउने भयौं भनेर एकदमै हामी एक्साइटेड छौं। र दर्शकबिन मैले तपाईहरुलाई यहाँनेरि चाहिँ बीचमा म बोल्दा बोल्दै तपाईहरुलाई चाहिँ जुन झापा महिला गोल्ड कप हुने स्टेडियम यानि कि दुधेको रंगशाला चाहिँ यहाँ देखाउँदै पनि गर्छु र तपाईहरु माझमा बोल्दै पनि गर्नेछु है त। तपाईहरुले यो रंगशाला पनि अवलोकन गर्न सक्नुहुन्छ, जहाँनेरि चाहिँ हाम्रो नेपाली जुन अहिले महिला फुटबल खेलाडीहरूले खेल खेल्ने यानि कि झापा गोल्ड कप खेल्ने रंगशाला तपाईहरुले देख्न सक्नुहुन्छ। दर्शकबिन झापा महिला गोल्ड कप आफैमा ऐतिहासिक बनेको छ, किनभने अहिलेसम्मकै नेपाली महिला फुटबल यानि कि लोकल टुर्नामेन्टमा सबैभन्दा बढी पुरस्कार राशि भएको यो खेल हुने भएको छ, जसमा अहिले अनुमान गरिएको छ कि पहिलो पुरस्कार राशि नै 10 लाख रुपैयाँ हुनेछ, जसको कारणले गर्दा पनि यो एकदमै ऐतिहासिक हुने भएको छ दर्शकबिन। र अर्को कुरा के छ भन्दाखेरि यो खेलमा दर्शकबिन नेपालको मात्रै क्लब नभएर यो विदेशी यानि कि भारतको टिम पनि यहाँनेरि चाहिँ पार्टिसिपेट गर्दैछ, जसको कारणले गर्दाखेरि पनि एकदमै ऐतिहासिक हुने भएको छ दर्शकबिन। मैले तपाईहरुलाई पहिला नै जानकारी दिइसकेको छु यो खेलमा कतिवटा टिमले सहभागिता जनाउँदैछ भन्ने कुरा मैले तपाईहरुलाई जानकारी गराइसकेको छु भने फेरि तपाईहरुलाई चाहिँ पूर्ण जानकारी गराउन चाहन्छु दर्शकबिन कुन कुन टिम रहेको छ भन्ने कुरा चाहिँ आज म तपाईहरुलाई यहाँनेरि जानकारी गराउँदै छु। त्यसपछि अब कुन च्यानलले चाहिँ लाइभ दिँदैछ भन्ने कुरा पनि मैले तपाईहरुलाई कहाँबाट हेर्न सकिन्छ भन्ने कुरा पनि म तपाईहरुलाई जानकारी चाहिँ गराउने छु दर्शकबिन। त्यो भन्दा पहिले मैले तपाईहरुलाई स्मरण गराउन चाहन्छु अब कुन कुन टिमले चाहिँ यो खेल खेल्दैछ भन्ने कुरा चाहिँ म तपाईहरुलाई यहाँनेरि स्मरण गराउन चाहन्छु दर्शकबिन। जम्मा यसमा 8 टिम रहेको छ, मैले तपाईहरुलाई पहिल्यै नै भनिसकेको छु, जसमा कुरा गर्ने नेपाल पुलिस क्लब रहेको छ, चर्च बोइज रहेको छ, संकटा एफसी, झापा एफसी रहेको छ, त्यस्तै एपएफ एफसी, त्यसपछि सिङलिङ एससी सिक्किम रहेको छ, यही टिम इन्डियाको क्लब रहेको छ भने त्यस्तै त्रिभुवन आर्मी एफसी रहेको छ र आरएस पोखरा रहेको छ। जम्मा यो 8 वटा टोलीले झापा महिला गोल्ड कप चाहिँ खेल्ने भएको छ दर्शकबिन। यो खेल कार्तिक 15 देखि 22 सम्म सञ्चालन हुने भनिए तापनि वर्षा कारणले गर्दा चाहिँ खेल रद्द भएपछि कार्तिक 17 देखि यो खेल चाहिँ कार्तिक 24 गतेसम्म चाहिँ सारिएको। दर्शकबिन अब हामी कुरा गरौँ पहिलो खेल कसको हुँदैछ यानि कि अब आज हुने खेल कुन कुन टिमले खेल्दैछ भन्दाखेरि दर्शकबिन पहिलो खेल नेपाल पुलिस भर्सेस चर्च बोइज युनाइटेडको चाहिँ हुँदैछ आज उद्घाटन खेल।